त्यसो गर्नु हुन्छ एउटा बोरा छोडिदिनु होइन त ठ्याक्कै टाउको समाउनु चोट लाग्यो बनाउँदो रहेछ नि सिनो खाइदिन्छ सिनो खाइन्छ गना कस्तो गना गयो त्यो त हिँड्नै सक्दैन होला अब टाउनबाट बसेको थियो ल तपाईहरु आएर यो गर्छ नि आउनु नि त अघि ल भने त नि कि तपाईले त्यहाँ उतार्नु आएर ल ल कमाउनु त खै समाते ल ल हैन त्यसरी हैन समाउ च्याप्प च्याप्प त्यो निकालेर के खुट्टा हटाएर यार खुट्टा हटाएर यार निकालेर बोराले कहाँ समाउनु नि थाहै भएन नि बोरा सही समात्नु न बोरा सही समात्नु न खै खुसी लागिसक्यो त्यो टाउको खुट्टामा भेट्छ क्या अब निकालेर कहाँ त्यता ल ल त्यति मलाई टाउकोबाट निकाल्न त्यो बोरा त ल्याउँ क्या कस्तो गनाएको है त्यस्तो छुट्टै गन्दा हुने रहेछ केही गर्दैन हो मेन त यहाँ छ त भन्छौँ के पुरो पुरो पुछडले केही गर्दैन पुछडले चाहिँ अठायो भने बेर दिन्छ कि फरक यो दाम्रो लाख त हो क्या भाइ तपाईँ माथि उठ्नु पर्यो बिस्तारै हिँड्दै तपाईँ लिएर माथि खै एकजनाले समाउनु त अरे किन डराएको यार यो बोरा समाउ न मेन मुख त समातिरहेको छ बोरा के भयो यो मोनी होइन जे फाइन अब यो समाउ क्या होला ठिक छ पर्नु पुछर पाइले कि भयो अब म छोड्दिनँ के म छोड्दिनँ बिस्तारै बिस्तारै हाल्नु न के छेरे हो क्या अहिले सर्कलले छेड्दै छ यो कस्तरी बनाएर यसरी समाइदिएपछि त गाह्रो हुन्छ नि मान्छेले खोल्न सक्छ यसलाई अब के गर्छ अब यसरी चलाउने हो होला रोटा लिएर मान्छे हटाउनु पहिला मान्छे ब्याक ब्याक कस्तो गनाएको त कस्तो गन्ध आउने रहेछ यस्तो कति तातो हो त्यो फाल्दिने है फाल्दै हुन्छ होइन उसलाई गरेको होइन सुन्दै गयो अब